सुखमा साथ दिने हजारौं हुन्छन्, दुःखमा साथ दिने त केवल जन्म दिने आमा र जन्मभूमि नै हुँदो रहेछ। नमस्कार अनि हार्दिक स्वागत तथा न्यानो अभिवादन सम्पूर्णमा। मानिस कोही त रहरले प्रदर्शिन्छन्, कोही त बाध्यताले। तपाईँ विश्वको जुनसुकै कुनामा जानुहोस्, तर याद र सपना आफ्नै जन्मथलोको आउँदो रहेछ। मलाई एउटा प्रिता आमाले भन्नुभयो, मेरो जन्मथलो उदयपुरको ताप्ली रूपटारमा भएको थियो, जन्म भएको थियो। तर हाल मेरो बसोबास सहरमा छ। यहाँ सब थोक छ, महल छ, पैसा छ, स्वस्थ छु, मेरो आफ्ना नातागोता सब छन्। मलाई घुम्न अत्यन्तै मनपर्छ। नेपालको जुनसुकै ठाउँमा पनि घुमेको छु। तर मलाई सपनीमा आफ्नो गाउँमा खेती गरेको, त्यो यारी खोला, त्यो घारी खोलामा गाईबस्तु चराएको, सिर्फ गाईबस्तु चराएको त्यो ठाउँ डुलेको, घुमेको, हिँडेको, डुलेको, सिर्फ गाउँको याद आउने गर्दछ, सपनीमा आउने गर्दछ, सपनीमा आउने गर्दछ। दिनमा यहाँ छु त केवल रातमा सपनीमा आफ्नै जन्मथलोको आउँदो रहेछ। तपाईँलाई पनि पक्कै पनि केवल आफ्नो जन्म दिने आमा र जन्मभूमिको याद आउने गर्दछ होला। पक्कै पनि तपाईँलाई याद आउँछ भनेदेखि यस भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। हस्।